हजुरलाई त थाहै छैन होला पहाड कस्तो हुन्छ, आज देख्नुहुन्छ। धमाधम खसे रहेछ नि यहाँ। चल ब्रेक आना, ब्रेक ब्रेक। साइड छुट्ला। ओहो भन्जो पनि जङ्गलमा आगो बाल्छ। नेपालमा इन्डियन बाइक मात्रै छ, यहाँ बाटो यस्तो टाइपको डेन्जर छ क्या। के बोले भाइ? हेर्न सक्नुहुन्छ उ त्यहाँनिर तल। उहाँको एकदम सम्मान गर्नुपर्छ। हेलो एभ्रिवान, गुड मर्निङ। अहिले हामी चाहिँ नरेनापुरको जनकपुर धाम भन्ने ठाउँमा छौँ र अहिले हामी रिसेन्टली हामी चाहिँ एक ठाउँमा घुम्न जाँदैछौँ। यो चाहिँ सबैलाई सरप्राइज हुनेछ होइन, सरप्राइज हुनेछ। हामी चाहिँ 6 जनाको टिम छ होइन र यो हामी चाहिँ यहाँ हल्का यहाँ बाटोहरू बुझेर चाहिँ अब हामी निस्किरहेको छौँ होइन। हामी बिहान 6 बजी हिँडेको हो नेपालगञ्जबाट, 6 या 6:30 बजे। र अहिले रिसेन्टली अहिलेको टाइम भनेको हाम्रो कति भएको छ भन्दाखेरि 8:30 भएको छ। 2 घन्टा जति भयो हामीले नरेनापुर पुग्न होइन। अब के सामान किन्दाखेरि ढिलो भइहाल्यो होइन, भइहाल्छ पनि। र अहिले हामी चाहिँ यहाँबाट निस्किँदैछौँ। जनकपुर धाम भन्ने ठाउँको नाम हो रिसेन्टली, जनकपुर चाहिँ होइन, त्यसरी नबुझ्नु होला। र अब हामी चाहिँ मजाले हेर्नु होला, पुरा हेर्नु होला होइन, आधा नहेर्नु होला। र पुरै बाटोहरू हामी देखाउँछौँ र सरप्राइज हुनेछ हजुरहरूलाई। ठाउँको नाम चाहिँ मलाई पनि थाहा छैन। र अब एकछिनमा हामी चाहिँ देखाउने छौँ। एकदम पपुलर ठाउँ छ र पहाडको ठाउँ छ होइन। हेर्दै वाउ लाग्छ र हजुरले यो भिडियो हेरिसकेपछि घुम्न जाउँ लाग्छ होइन, त्यस्तो टाइपको ठाउँ छ। ल अब चाहिँ हाम्रो यात्रा सुरु भयो होइन। यहाँ देख्न सक्नुहुन्छ अगाडि एउटा बाइक, म एउटा बाइकमा छु र एउटा बाइक चाहिँ पछाडि छ। हामी 6 जनाको टोली छ होइन। र हाम्रो बाटो चाहिँ यस्तो छ। अब यो लगभग पहाड एरिया स्टार्ट भइसकेको छ होइन। फाइनल्ली हजुरलाई त थाहै छैन होला पहाड कस्तो हुन्छ, आज देख्नुहुन्छ होइन। हेर्नुहोस् पहाड यस्तो हुन्छ, हेर्नुहोस् यो सानो पहाड हो यिनीहरू। अब ठुलो पहाड आमा बाबावाला पहाडहरू आउँदैछ है। त्यसैले चाहिँ मजाले हेर्नुहोस्, इन्जोय गर्नु। बाटो यस्तो छ, यहाँ देख्न सक्नुहुन्छ गाइज है। हामी चाहिँ हिँड्दैछौँ अनि यसमा चाहिँ बाइकहरू हिँड्ने बाटो यस्तो छ। हामी यताबाट आएको हो होइन। कि यही हो मैं यो मैले रोकम भने यो हो के फटा सामान्य त गाह्रो बाह्र केटाहरुलाई भने जब लिएर हिँड्न हुन्छ गाह्रो हुन्छ समस्या बिचारा के पहिले पातलो। ल ब्रेक आना, ब्रेक ब्रेक। उता अगाडि जाला। Let's go.
ल ल ल ओहो के खसाल्छ केटा ल ल राजीव कस्तो फिल भइरहेछ किडा बुझे रास्तै गाह्रो छ पानी छ जली के अरे पानी नि जीवन हो भन्छ यिनको शरीरमा भारी नै भारी छ दाँतले पनि भारी बोकेछ यहाँले त्यस्तो रास्तै गाह्रो छ हो ल अहिले हाम्रो चाहिँ यहाँ टिममा होइन यहाँ टिममा चाहिँ आगो बलिरहेको छ भनेर देखेका छन् होइन र त्यो आगो बलेकोलाई चाहिँ हामी निभाउन जाँदैछौँ महानुभावहरू यसरी चाहिँ आगो बालेर नछोड्नु होला कृपया जङ्गलमा आगो नबाल्दिनु हुन अनुरोध गर्दछु जसले पनि जो पनि जङ्गलमा आगो बाल्छ कृपया एकपल्ट निभाइदिनुपर्छ हेरिहाल्नुपर्छ त्यसलाई किन जङ्गलमा आगो लाग्ने सम्भावना बढी हुन्छ वन्य जन्तुहरूले पनि नोक्सान हुन्छ हामी आगो निभायौँ है अब आगो निभाएर जाँदाखेरि यता फेरि बाँदरले मौकाको फाइदा उठाएर होइन हाम्रो सामानहरू बोकेर गायब खाइदियो चाउचाउ लगिदियो यहाँ बाँदरले चाहिँ ए पुरो खोलेर लग्यो यसरी चाहिँ बाँदरले लग्यो है ए यता नास्ता छ झन् हामी बाँदरकै लागि आगो निभायौँ उसले चाहिँ हाम्रै मौकाको फाइदा उठाएर गायब तिनटा यहाँ देख्न सक्नुहुन्छ है नेपालमा इन्डियन बाइक मात्रै छ यहाँ देख्न सक्नुहुन्छ युपी एभ्रिथिङ हाम्रो चाहिँ यहाँ लगभग सबै क्या इन्डियन बाइक छ त्यसमा हाम्रो बाइक मात्रै नेपाली पर्ने भयो 3वटा बाइक हाम्रो नेपाली पर्ने भयो अरू सबै इन्डियन बाइक मात्रै रहेको छ यहाँ देख्न सक्नुहुन्छ ल यहाँ हाम्रो सिद्धार्थजीले भन्नुहुन्छ यहाँ आश्रम कति टाढा छ सर 7 किलोमिटर आश्रम भनेर जुन हामी अघि के गरे जनकपुर धाम भन्ने ठाउँमा रोकेको थियौँ नि उहाँहरू चाहिँ त्यहाँबाट हिँड्दै आउनु भएको थियो होइन पहिला र अहिले चाहिँ 9:30 भएको छ भन्नुको मतलब त्यहाँबाट हामीलाई बाइकमा चाहिँ 1 घन्टा लाग्यो यहाँ पुग्न उहाँहरूले चाहिँ त्यहाँबाट यहाँसम्म हिँडेरै आउनु भएको थियो क्या पहिला 2 वर्ष अगाडि बहुत समस्या भयो त्यो पानी परेको थियो त्यो बेला अब हाम्रो यहाँ पार्किङ पनि बनाइसकेछ अनि सब ब्यानर पनि बनाइसकेछ बाटो पनि छ पहिला त यहाँ कच्चा धुने ठाउँ पनि थिएन के यहाँ आजकल त पुरा नुहाउने ठाउँ भइसक्यो मस्त खाएर बनाएको छन् ओके निकाको पकडी बे निकालाई क्या आयो तुम आश्रम से रस्सीमा बडा हिरो बन्के अब यहाँ हेर्नुहोस् है अब मेन बाटो यस्तो टाइपको छ यहाँ देख्न सक्नुहुन्छ हामी किन बाइक यहाँ राख्यौँ अब कसैले भन्नु लागि ए हिँड्न रहर लाग्यो होला यिनीहरूलाई हामीले त्यति रहर पनि छैन तर अलिअलि रहर पनि छ
हो अलिअलि रहर पनि छ, अलिअलि करले पनि छ। बाटो यस्तो चाहिँ यहाँ देख्न सक्नुहुन्छ है। र अहिले चाहिँ यसमा पानी छैन र अब यहाँ चाहिँ यहाँ देख्न सक्नुहुन्छ है, बाटो यस्तो टाइपको डेन्जर छ क्या। र यो हेऱ्यो भनेपछि अलि रमाइलो पनि हुन्छ होइन। अनि खासमा हामी चाहिँ अब रमाइलोको लागि पनि आएको हौँ र हामी चाहिँ अलिकति यो धनबाप्रति अलि आस्था पनि राख्छौँ होइन। त्यस कारणले हामी चाहिँ यो आश्रममा आएको छौँ। र अझै माथि गयौँ भने अझ कति राम्रो छ के भनौँ है, कुरै नगरौँ, लास्टै रमाइलो छ माथि होइन। र यतातिर यहाँ देख्न सक्नुहुन्छ हाम्रो चाहिँ सेल्फी बोय यतातिर चाहिँ स्माइल दिँदै होइन। अब उहाँको चाहिँ के अरे रिल्स बन्दैछ होइन, टिकटक रिल्स बन्दैछ। ओके ल अब चाहिँ हामी अगाडि बढ्दैछौँ। यहाँ देख्न सक्नुहुन्छ बाटोहरू चाहिँ यस्तो गोरेटो बाटो छ क्या। यस्तोमा चाहिँ हजुरको सुजहरूको सोल चाहिँ हार्ड छ भने एकदम चिप्लिने सम्भावना हुन्छ होइन। यस्तो गोरेटो बाटो छ र हामी लगभग हाम्रो चाहिँ गन्तव्यको धेरै नजिक आइसकेका छौँ। र त्यो मन्दिरको नाम के होला? बाबा बर्फानी भन्ने नामको बर्फानी। ओके सरी है, बाबा बर्फानी भन्ने ठाउँमा हामी जाँदैछौँ। त्यो ठाउँ चाहिँ यो हो बाबा बर्फानी। अनि मेरो प्रोनाउन्सिएसन चाहिँ अलिक मिस्टेक छ, त्यसको लागि सरी है। र यो बाबा बर्फानी भन्ने ठाउँ हो, यहाँ माथि देख्न सक्नुहुन्छ। र फेरि पनि मैले भ्यू देखाउन चाहेँ, यस्तो राम्रो भ्यूहरू छ है। र बाटोहरू पनि यस्तो गोरेटो बाटोहरू छ, यस्तो डेन्जर बाटो नै छ होइन। यतातिर फ्ल्यागहरू चाहिँ यसो भइरहेको छ। र यता चाहिँ माथि टपमा हिँड्ने बाटोहरू पनि होला मेबी। र यतातिर हाम्रो चाहिँ ओल्ड एजको मान्छेहरू पनि छन् होइन। अरू चाहिँ बिस्तारै हामी सँगसँगै प्लस अघि पछि चाहिँ हामी ट्राभल गर्दैछौँ। धेरै टुरिस्टहरू आइराख्नु भएको छ र आइसक्नु भएको छ पनि। हामी बाइकहरू त्यहाँ देखेर पनि थाहा पायौँ होइन। र यहाँ साह्रै नै गाह्रो भइरहेको छ झुटो नबोलेर भन्नु पर्दाखेरि होइन। र त्यति सजिलो पनि छैन र हाम्रो जस्तो एजको मान्छेलाई त्यति गाह्रो पनि पर्दैन। तर पनि गर्मी उस्तै छ र हाम्रो बाटो र रिक्स उस्तै छ होइन। खुट्टा चिप्ले कि गयो त्यस्तो टाइपको बाटोहरू छ होइन। यहाँ हजुरले देख्न सक्नुहुन्छ, यु क्यान सी हियर। ल एभ्रीवान है, अब हामी चाहिँ लगत्तै पुग्दैछौँ हाम्रो डेस्टिनेसन भन्ने ठाउँमा है। र यहाँ देख्न सक्नुहुन्छ हजुरले, यहाँ माथि चाहिँ पहाड देखिरहेको छ है। र पहाडको छेउमा चाहिँ एउटा मन्दिर जस्तो देखिरहेको छ। हामी जाने ठाउँ चाहिँ त्यो हो। र त्यहाँ पुग्नको लागि कस्तो कस्तो बाटो हामीले चाहिँ पार गर्नुपर्छ, कस्तो कस्तो बाटो चाहिँ हामीले चाहिँ झेल्नुपर्छ, दुःख झेल्नुपर्छ, अब हामी देखाउँछौँ है। मजाले हामी देखाउँछौँ र हजुरहरूले चाहिँ मजाले भिडियो हेर्नुहोस्, इन्जोय गर्नुहोस्, कमेन्ट गर्नुहोस् होइन। कस्तो कस्तो लाग्छ हामीलाई फिडब्याक दिनुहोस् है। र हाम्रो टिममा चाहिँ यहाँ चक्खा गन्जा के भन्छन् यसलाई, त्यो कपडाहरू उतार्दै हिँड्दैछन् होइन। कहिले के देखाइरहेछ, कहिले के देखाइरहेछ। अब यस्तो नहोस् कि सबै देखाउनु परोस्, त्यस्तो चाहिँ नहोस् होइन। त्यसले गर्दा लिमिटेसन राखौँ। अर्को चाहिँ त्यति साह्रो नदेखाऊ यार, भ्लग हो यार। ल यहाँ बाटो हेर्नुहोस् है। अझै हामी चाहिँ धेरै हिँड्नु छ क्या, धेरै नै धेरै छ हिँड्नु होइन। हिँड्नुपर्ने एकदम धेरै छ। बाटोहरू अझै उकालो नै छ, स्ट्रेट नै छ क्या है, साइडवाइज गएको छैन। त्यस कारणले हामीलाई अलिक डिफिकल्ट भइरहेको छ वाक गर्न होइन। यदि बाटो चाहिँ साइडवाइज गएको भए अलिकति इजी हुन्थ्यो होइन। र यहाँको भ्यूहरू देख्न सक्नुहुन्छ। हाम्रो चाहिँ उतातिर नेपालगञ्जको भ्यूहरू पनि देखिरहेको छ। ट्याक्कै हामी चाहिँ पोइन्ट गरेर भन्न चाहिँ सक्दैनौँ। उता अगाडि चाहिँ नेपालगञ्ज हुनसक्छ। र भ्यूहरू यस्तो राम्रो छ, बवाल छ। अब हजुरले यहाँ पनि देख्न सक्नुहुन्छ, यतातिर के छ भने चाहिँ फ्ल्यागहरू चाहिँ यहाँ चाहिँ सो भइरहेको छ। र यहाँ केही मान्छेहरू चाहिँ यतातिर हिँडिरहेको छन् होइन। अब यहाँ किन फ्ल्यागहरू राखेको छ त्यसको तथ्यहरू चाहिँ हामीलाई पनि थाहा हुँदैन होइन। त्यो केही रिजन होला होइन, त्यहाँ पनि केही न केही होला। र
र हामी चाहिँ जाने भनेको यतातिर हो हैन पहिला यहाँ पुगौँ त्यसपछि हामी डिसाइड गर्छौँ के छ हैन त्यहाँ त्यसको बारेमा भन्छौँ है त यतातिर जाओस् है 2-4 शब्द गाइजहरु यहाँ आउँदाखेरि कृपया हजुरहरूले एक मान्छे माथि 5 लिटर 6 लिटर पानी बोकेर आउनुपर्छ किनभने खडा चढाइ छ के बोले भाइ खडा चढाइ खडा चढाइ हो ल ठीक छ सिधा चढ्नु पर्छ पहाड माथि साथी हुनुहुन्छ उहाँलाई धेरै समस्या भयो अक्सिजनको कुन साथीलाई बेहोस हुनु भएको थियो है उहाँ बेहोस दुईटा बल ठोकेको उहाँ चाहिँ बेहोस हुनु भएको रहेछ ल उहाँ सरले भन्नुहुन्छ झिलिङ्गे पुल हो तपाईहरुले लाइभ एक्सिडेन्ट पनि हेर्न सक्नुहुन्छ है म मलाई बचाउँदै छु मनमा डर लागिरहेछ हाम्रो सरको स्यामसङ S24 अल्ट्राबाट जुम हुँदैछ यहाँ चाहिँ हाम्रो चाहिँ पानी राखेन जुम गरिरहेको छ फाइनल्ली अहिले हामी चाहिँ टपमा पुगिसकेका छौँ भन्न चाहे मैले चाहिँ हामी आएको बाटो चाहिँ यो बाटो यसरी भएर यहाँ बाटो हामी चाहिँ आएको हो र हाम्रो चाहिँ यतातिर चाहिँ अब चाहिँ मिड लेभलको बाटोहरू छ होइन त्यस्तै ह्याभी प्लस रिक्स बाटोहरू छैन र यहाँ देख्न सक्नुहुन्छ हाम्रो यो लेभल भनेको चाहिँ के कुन लेभल भनिन्छ मिड लेभल भनिन्छ मिलाएर बुझ्नु होला र यता चाहिँ भ्यूहरू छ है अब यसलाई भन्छ पहाड र यिनी चाहिँ राम्रो स्टेपमा बसेका छन् यसलाई चाहिँ हागा स्टेप भनिन्छ र सरको जाओस् पसिना पसिना हुनुहुन्छ मेहनतको पसिना हो कि आई एम स्पिचलेस राइट नाउ सो कान्ट से एनीथिङ राइट नाउ र यहाँबाट चाहिँ सन्तानेश्वर देखिरहेको छ भन्ने चाहिँ हाम्रो टिमबाट चाहिँ केही कुराहरू आएको छ यहाँनिर चाहिँ सन्तानेश्वर हो हाम्रो टिमबाट चाहिँ 2-4 शब्द म चाहिँ सुनाउन चाहे देखाउन पनि चाहे देखाउनुहोस् के देखाउन चाहनुहुन्छ र भन्नुहोस् हजुरले यहाँको बारेमा के देखिरहेको छ हामी चाहिँ अहिले एकदमै मिडल रेन्जमा छौँ यतातिर हाम्रो बर्फानी बाबा छ उतापट्टि अलिकति तल लेभलमा चाहिँ गोवर्धन भन्ने छ त्योभन्दा चाहिँ उता चाहिँ एउटा नेपालगञ्जमा एकदमै फेमस भएको सन्तानेश्वर भन्ने मन्दिर छ अनि यो तलतिरको चाहिँ हाम्रो जुन देखिरहेको छ हेर्न सक्नुहुन्छ त्यहाँनिर तलतिर त्यहाँ सायद क्यामेरामा नदेखिरा तर हामीलाई नेकेड आइस चाहिँ देखिन्छ मैले फिल गरिसकेँ दर्शकहरू पनि फिल गरिसक्नु भयो हैन हो दर्शकहरू फिल गर्नु हो उनको भ्युअरको तपाईले फिल गर्न सक्नुहुन्छ तलतिरको चाहिँ गोवर्धन हो हैन अनि त्योभन्दा चाहिँ अगाडितिर जुन देखिरहेको त्यो चाहिँ सन्तानेश्वर हो त्यसको बाटो उताबाट छ यसको बाटो यताबाट छ अनि यहाँ आउने बाटो चाहिँ उताबाट पनि छ एउटा के अरे बैजापुर भन्ने ठाउँ छ त्यहाँबाट हामीले आउन सक्छौँ त्यहाँबाट एकदमै सजिलो बाटो छ तर हामी अलिक हाइकिङको मजा एडभेन्चरस भनेर हामी यो बाटो आएको छ यता हेर्न सक्नुहुन्छ यो बाटोतिर हामीले यो सबै नागेर आएको हो लास्टै गाह्रो छ अब चाहिँ हाम्रो युट्युबर दाइले नै भन्नुहुन्छ अगाडि ओके ल धेरै कुराहरू फिल पनि गर्नुभयो होला र हाम्रो गिटारहरू सिङ्गरहरू मोडेलहरू सबै यहीँ हुनुहुन्छ आज सबै देख्न पाउनुहुन्छ पुरा भिडियो हेर्नुहोस् होइन अब हामी चाहिँ यहाँनिर लगभग लास्ट स्टेजमा भन्नुको मतलब हामी चाहिँ फाइनल ठाउँमा पुगिरहेको छौँ होइन हाम्रो चाहिँ डेस्टिनेसनमै पुगिरहेको छौँ लगभग 500 मिटर जति अब होला बढीमा नत्र भने 300 या 200 मिटरमा चाहिँ हामी पुगिहाल्छौँ होइन हिँडेर अहिले हामी चाहिँ यहाँ पुगिसकेको छौँ र यहाँ चाहिँ धेरै मान्छेहरू आउनु भएको छ यहाँ देख्न सक्नुहुन्छ यहाँ धेरै भिड हुने रहेछ यहाँ चाहिँ जेनेरेटर भन्छ यसलाई सायद जेनेरेटरको पनि व्यवस्था छ डाइनामा भन्छ मेबी त्यो कुराहरू छ र यहाँ मोडलहरू पनि आउनु भएको छ होइन त्यो कुराहरू हो आप लोग कहाँ से हो नेपाली हो ए नेपाली रहेछ उहाँहरू चाहिँ नेपाली हो होइन गोरो हुनुहुन्छ नि त त्यो कुराले गर्दा हाम्रो चाहिँ अर्को ओल्ड एजको एकजना हाम्रो बुजुर्ग मान्छे आइराख्नु भएको छ हामी चाहिँ उहाँको एकदम सम्मान गर्नुपर्छ हजुरको यस्तो उमेरमा पनि यति ओकालो बाटो हिँडिदिनु भयो त्यसको लागि धन्यवाद के खानुहुन्छ घर सुत्ने बढी गर्नुहुन्छ होइन यहाँ स्माइल भइरहेछ नि यहाँ
हामी हाम्रो सामान चाहिँ यहाँ राखेर अब चाहिँ हामी मन्दिरमा जाँदैछौँ है। हाम्रो सामानहरू यता छ र यहाँ चाहिँ हाम्रो सामानहरू राखेर अब हामी चाहिँ भित्र छिर्दैछौँ है सबैजना। र किप वाचिङ गाइज है, लाइक सब्सक्राइब गरिदिनु होला। हामी अब भ्लग बनाउँदैछौँ होइन, यति दुःख गरिरहेको छौँ। लाइक र सब्सक्राइब त फ्रीमा गरिदिनु हुन्छ होला होइन। र हजुरहरूलाई मैले एउटा कुरा भनेको छैन र यो हजुरहरूको लागि सरप्राइज हुनसक्छ होइन। आज चाहिँ शिवरात्रि परेको छ है फाइनली गाइस, त्यही भएर हामी चाहिँ शिव भगवानको चरणमा आएको छौँ है। यो कुरा चाहिँ मैले अघि भनेको थिएन, यहाँ आइसकेपछि भने आज चाहिँ शिवरात्रि हो है। र सबैजनालाई शिवरात्रिको शुभकामना छ है। र हजुरहरूलाई सफल रहोस् सबै कामहरू है, लाइफमा चाहिँ सबै कुरा पुगिरहोस् त्यही भन्न चाहे सबैजनाको लाइफमा है। सबैजनाले भिडियो हेरिराख्नु भएको छ त्यसको लागि धन्यवाद सबैजनालाई। जय शम्भु। आराम से इस गाड़ी का मास्टर तो मैं हूँ। आई एम फाइन भाई। अरे संभाल कर चला यार, बहुत चिप्लिरहेको छ यार। टाइलर हाजीपुर रोग लागेको छ साइडमा। ल ल ल देख्छु म पनि कसरी ब्रेक लाग्दो रहेछ। तिमी हेलमेट लगा, चिप्लाउ न चिप्लाउ। चिप्लाउने होइन दीवाना। चलो कम ऑन फॉलो मी। फॉलो मी आई फॉलो यू भन न यार। फॉलो मी। ए सरलाई हेर्नु पे, त्यसो भए त स्पेलिङ राइट छ। तिमी सरलाई हेर्नु बुढापाका मान्छे हो यार। गाके मच्छर दानी अरु 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 राजाजी नारायण ल एभ्रिवान, अहिले हामी जुन ठाउँमा बाइक पार्किङ गरेका थियौँ होइन त्यो ठाउँमा पुगिसकेका छौँ। र हामी यहाँबाट चाहिँ 8:30 बजे त्यहाँ हिँडेका थियौँ र अहिले हाम्रो चाहिँ 11:30 भएको छ। यसको मतलब हामी चाहिँ 3 घन्टा लाग्यो हामी त्यहाँ पुग्न र त्यहाँबाट फर्किन। 3 घन्टामा हामी पुगेर फर्केको हो है। 8:30 बजेबाट हामी चाहिँ 11:30 बजे भने चाहिँ 3 घन्टाको एभरेजमा लाग्यो है। हामी आरामसँग गयो रिल्याक्स भएरमा होइन। ल एभ्रिवान, अहिले हामी चाहिँ फर्किसकेका छौँ है। यहाँ देख्न सक्नुहुन्छ अब हामी चाहिँ रिटर्न हुँदैछौँ। ड्राइभर फुल मोडमा हुनुहुन्छ र हामी चाहिँ ड्राइभरहरू चाहिँ एकदम फुल मोडमा एकदम जोसिनु भएको छ। अब चाहिँ राम्रोसँग जानुपर्छ। आउने बेला चाहिँ 2-3 ठाउँमा हामी पल्टेका पनि हो है। झुटो नबोल्नु पर्दाखेरि कुनै ठाउँमा क्याप्चर भयो र कुनै ठाउँमा क्याप्चर भएन पनि है। र अब हामी चाहिँ एउटा राम्रो ठाउँ हेर्छौँ, त्यसपछि हामी बसेर नास्ता पानी गर्छौँ होइन। किनभने हामी चाहिँ एकदम टायर्ड फिल भइरहेको छ होइन। सो हामी चाहिँ एउटा अनुकूल वातावरण हेरेर चाहिँ हामी बस्छौँ होइन। र यतातिर मोस्टली चाहिँ इन्डियन नम्बर प्लेटका बाइकहरू चाहिँ गुडिरहेको छ। हजुरले अघि पनि देख्नुभयो होइन। त्यस कारणले त म्याक्सिमम् इन्डियनवाला आइराख्नु भएको छ। मेबी नेपालीभन्दा उहाँलाई नै थाहा होला जस्तो लागिरहेको छ है। नेपालमा चाहिँ नेपालीलाई भन्दा इन्डियनको गाडी धेरै छ। ओके, अनि हाम्रो चाहिँ बाटोहरू यस्तो राम्रो छ है। मायालु बाटो चाहिँ एकदम लोभलाग्दो अनि अलिकति अफरोड छ, त्यो आफ्नो ठाउँमा छ। तर चाहिँ एकदम शीतलो अनुकूल खोलाको बाटोहरू छ, यहाँ देख्न सक्नुहुन्छ। र किप वाचिङ गाइज है, अझै रमाइलो हुने टाइम आउँदैछ। हामी चाहिँ गिटार बोकेको छौँ। किन गिटार बोक्यौँ भनेपछि त्यो गिटारको युज भएको छैन अझै होइन। अब त्यो गिटारको युज अब एकछिन पछि हुन्छ है। हाम्रो चाहिँ अहिले हिँडेर हामी चाहिँ हिँड्यौँ, अब एकछिन पछि बस्छौँ। बसिसकेपछि गिटारको युज गर्छौँ होइन। नत्र भने हामी त्यसै बोक्नको लागि त ल्याएको होइन होला पक्कै पनि होइन। त्यो हजुरलाई थाहा नै छ।
र हामी एकछिनपछि देख्न सक्नुहुन्छ हाम्रो त्यसपछि सो गर्छ हामी हाम्रो मोडलहरूको चाहिँ क्यारेक्टरहरू होइन डान्सरहरू सिङ्गरहरू एभ्रिथिङ हामीसँग एभ्रिवान सबै छन् है गाइडहरू हेर्दै गर्नु होला है कि वाचिङ फेरि भेटौँला कहाँ जान लाग्यो पानी यतै छ मेरो कता पानी लगाएर हगिहाल्ला अब हामी चाहिँ यहाँ बस्ने प्लान गरेको छौँ है अब हाम्रो सिङ्गरहरूको केही टुक्काहरू जाओस् न एक दुईवटा ल जाओस् सिङ्गरहरू अब चाहिँ स्वर निस्किँदैछ है बिस्तारै अलि स्वर बस्छ पनि एकछिनपछि त्यो कुराले गर्दा हामी ठाउँ हेर्दैछौँ ल सिङ्गरको केही टुक्का जाओस् एक दुईवटा उहाँ सिङ्गरले चाहिँ अलिकति गहिरो नै सोचिराख्नु भएको छ समुद्रमा डुबिसक्नु भयो होइन अब एकछिनमा ल अब चाहिँ बाँकी टुक्का अब एकछिनमा हेर्छौँ है सुन्छौँ र हामी ठाउँ हेर्दैछौँ यहाँ डान्सरहरू पनि हुनुहुन्छ होइन यहाँ देख्न सक्नुहुन्छ यहाँ सब छन् यहाँ मोडलहरू पनि छन् डान्सर छन् सिङ्गर छन् होइन त्यो कुराहरू छ नाच बसन्ती नाच या या मेरो दाँत 50,000 ने दो जीने दो ना 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 na 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 na. Give me something fine, give me some rain, give me another chance to grow up once again. कैसे हुआ मिलकर क्यों आज इतना जरूरी बदले हुआ कैसे हुआ
बारिश की बूंदें